साथीहरू मेरो जेठा छोराको शुभ विवाह 2082 साल जेठ 25 गते सुसम्पन्न भयो होइन। अनि बुहारी काठमाडौँको धरान घर भित्राउनु पर्ने, म आमा परे लिम्बू, बुवा पर्नुभयो नेवार। मलाई नेवारी परम्परा अनुसार चाहिँ बुहारी भित्राउने तरिका थाहा थिएन। बिहेको रमझमले गर्दाखेरि मलाई सिकाउने पनि कोही भएन र मैले पनि सोध्न भ्याइनँ। अनि मैले चाहिँ त्यो भिडियोमा नेवारी परम्परा अनुसारको बिहेको भिडियो हेरेको थिएँ, त्यही अनुसार चाहिँ गर्नु पर्यो भनेर त्यहाँ चाहिँ आमाले छोरा बुहारीले छेक्ने गरेको देखेको थिएँ। अनि त्यही अनुसार गर्दै थिएँ। अनि कुममा राखेर छेक्नु भनेको सुने क्या, भरे त मेरो कुममा राख्छु क्या भन्छ, थाहा नभएर नि बेहुला गएर बेहुलीको कुममा राखेर चाहिँ छेक्नु पर्ने रहेछ। अनि जानिन भनेर आमा जेठानी दिदी, आमाजु दिदी अनि मिनी सासूहरू सिकाउन थाल्नुभयो कराउँदै है। म चाहिँ अक्क बक्क परेर रणभुल्ल भएर अनि हेरिबस्छु। अनि त्यसै गरेर जसो तसो छोरा बुहारी भित्राएँ है साथीहरू।